तपाईहरुले भिडियोमा देखिरहनु भएको दुईवटै बाइकमा दुईवटै अफर लागू गरेर सेलमा ल्याइसकेको छु। जुन बाइक छानेर लगे पनि तपाईहरुकै अगाडि फुल ट्याङ्की पेट्रोल हालेर आउँछ भनेदेखि एउटा हाफ हेलमेट फ्री आउँछ। अब दुईटै बाइकको बारेमा जानकारी दिनुपर्दा एउटा बाइक रहेको छ बजाज कम्पनीको NS200 जुन पावर पिकअपदेखि लुक्सदेखि एकदम यङ जेनेरेसनमा निकै नै पपुलर बाइक रहेको छ। अर्को बाइक रहेको छ यामाहाको FZ भर्जन 2 जुन बाइक माइलेज अफ किङ भने पनि चिनिने गर्छ। माइलेजको लागि निकै नै बेस्ट हुने गर्छ। लुक्स पावर पिकअप पनि निकै नै राम्रो रहेको छ यो बाइकको। NS200 बागमती प्रदेश 133 लडको रहेको छ भनेदेखि 2021 को अन्तिमको रहेको छ बाइक। FZ भर्जन 2 बागमती 97 लड 2018 को अन्तिमको रहेको छ। दुईटै बाइक लुक्स वाइज बडी वाइज कन्डिसन वाइज निकै नै फ्रेस रहेको छ। तपाईहरु लगेर 1 रुपैयाँ खर्च गर्नु पर्दैन। भर्खरै सर्भिसिङ पनि गरेर राखेको छु। दुईटै बाइक निकै नै फ्रेस रहेको छ। FZ को फिक्स प्राइस रहेको छ 1,50,000। NS200 को फिक्स प्राइस रहेको छ 2,20,000। दुईटै बाइकमा अफर लागू भएर आउँछ। चार्ज गरेर आउनु होला। यो लिमिटेड अफर रहेको छ। हस् धन्यवाद। तपाईहरुले भिडियोमा देखिरहनु भएको दुईवटै बाइकमा दुईवटै अफर लागू गरेर सेलमा ल्याइसकेको छु। जुन बाइक छानेर लगे पनि तपाईहरुकै अगाडि फुल ट्याङ्की पेट्रोल हालेर आउँछ भनेदेखि एउटा हाफ हेलमेट फ्री आउँछ। अब दुईटै बाइकको बारेमा जानकारी दिनुपर्दा एउटा बाइक रहेको छ बजाज कम्पनीको NS200 जुन पावर पिकअपदेखि लुक्सदेखि एकदम यङ जेनेरेसनमा निकै नै पपुलर बाइक रहेको छ। अर्को बाइक रहेको छ यामाहाको FZ भर्जन 2 जुन बाइक माइलेज अफ किङ भने पनि चिनिने गर्छ। माइलेजको लागि निकै नै बेस्ट हुने गर्छ। लुक्स पावर पिकअप पनि निकै नै राम्रो रहेको छ यो बाइकको। NS200 बागमती प्रदेश 133 लडको रहेको छ भनेदेखि 2021 को अन्तिमको रहेको छ बाइक। FZ भर्जन 2 बागमती 97 लड 2018 को अन्तिमको रहेको छ। दुईटै बाइक लुक्स वाइज बडी वाइज कन्डिसन वाइज निकै नै फ्रेस रहेको छ। तपाईहरु लगेर 1 रुपैयाँ खर्च गर्नु पर्दैन। भर्खरै सर्भिसिङ पनि गरेर राखेको छु। दुईटै बाइक निकै नै फ्रेस रहेको छ। FZ को फिक्स प्राइस रहेको छ 1,50,000। NS200 को फिक्स प्राइस रहेको छ 2,20,000। दुईटै बाइकमा अफर लागू भएर आउँछ। चार्ज गरेर आउनु होला। यो लिमिटेड अफर रहेको छ। हस् धन्यवाद।